यसो सामाजिक सञ्जाल हेऱ्यो, एकले अर्कालाई गाली गरिरहेछ, त घन्टी भनेको छ। अर्कोले हेऱ्यो रिप्लाई गरिरहेछ, त आतङ्ककारी भनेको छ। फेरि अर्को रिप्लाई गरिरहेछ, त गुमाले भनिरहेछ, त काङ्ग्रेसको झोले भनिरहेछ। अर्कोले फेरि यो राप्रपाको रैती हो, त्यही भएर यो राज संस्थालाई यसले समर्थन गरिरहेछ भन्छन्। अनि यसरी गाली बेइज्जती गरेर एक अर्कालाई चाहिँ असली शब्द प्रयोग गर्दैमा चाहिँ के देश विकास हुन्छ, देशले काया पलट गर्छ, मुहार फेर्छ, समृद्ध नेपाल सुखी नेपाली हुन्छ कि हो। तपाईँले मन पराउनु भएको पार्टी र मन पराउनु भएको नेताको सकारात्मक कुराहरू मात्र अगाडि ल्याएर समर्थन गर्न सकिँदैन। अर्को विपक्षी मान्छेलाई कि गाली बेइज्जती गर्नुपर्छ, उसको व्यक्तिगत जीवनलाई अगाडि ल्याउनै पर्छ, अनावश्यक तथानाम भन्नै पर्छ, मुख छाड्नै पर्छ, अश्लील शब्दले गाली गर्नै पर्छ भन्ने छ र? के उसको खिचिट्याउरै गर्नुपर्ने हो र? त्यो नगर्दा चाहिँ के तपाईँले समर्थन गरेको मान्छेको जय जयकार हुन्न र? राम्रो काम भयो भने त यत्तिकै जय जयकार भइहाल्छ नि। किन अर्कोलाई गाली गरिरहनु पर्यो होइन र? यो सामाजिक सञ्जाल भनेको नामै सामाजिक सञ्जाल छ। सामाजिक सद्भावको निमित्त समाजमा सबै सूचनाहरू चाहिँ प्रवाह होस्, समाजमा परस्पर सम्बन्ध कायम होस् भनेर चाहिँ निर्माण गरिएको सञ्जाल हो। यसलाई असामाजिक सञ्जालको रूपमा परिणत गर्ने काम चाहिँ नगरिदिनुहोस्। तपाईँको आफ्नो व्यक्तिगत विचार, आफ्नो व्यक्तिगत धारणा राख्ने स्वतन्त्रता छ, तर कसैको व्यक्तिगत जीवनमाथि तपाईँले प्रहार गर्ने, उसको मानहानि नै गर्ने काम चाहिँ तपाईँले गर्न पाइँदैन। यो गैर कानुनी पनि हो। तसर्थ कसरी हुन्छ सामाजिक सद्भाव कायम गरौँ। बुद्धको जन्मभूमि यस देश नेपालमा सामाजिक सद्भाव, शान्ति, मेलमिलाप, परस्पर सम्बन्ध कायम गरौँ। जय देश, जय नेपाल।